भविष्यका माग मुद्दामा धेरै होला तर म एउटै नारामा छु शिक्षामा पूर्णतः व्यापारीकरण र निजीकरण अन्त्य होस् एकै किसिमको शिक्षा होस् एउटा गरिबले पढ्ने विद्यालय र विनोद चौधरीको छोराले पढ्ने विद्यालय एउटै होस् यति भन्न आएको अनि आशा छ त केपी ओलीको सरकारले तपाईहरुको माग पुरा गर्छ भन्ने खै अब आशा त के हुनु अब मलाई त्यस्तो गरिदियो भने त फेरि मैले शिक्षकहरूलाई पनि रेस्पेक्ट गर्दैन किन थाहा छ मैले शिक्षकहरूलाई यति रेस्पेक्ट गर्छ कि त मलाई थाहा छ कि त रेस्पेक्ट पाउने शिक्षकलाई थाहा छ त्यो कुरा हजुरको नाम नमस्ते भाइ धन्यवाद छ हजुर म भूमिका देवी मगर मेरो घर चाहिँ लेटाङ नगरपालिका पर्छ केपी ओलीज्यूले त के भन्नुहुन्छ भने सडकमा नाचेछ जादु देखाएछ सिकाएछ भन्नुहुन्छ के भन्न चाहनुहुन्छ उहाँको त्यो देखावटी कुरा हो होइन अहिले भर्खर प्रधानमन्त्रीले हिजो मात्र शिक्षकहरूलाई व्यङ्ग्य गरेर अब टुक्काहरूमा भन्नुभएको थियो होइन सो त्यो विषयमा तपाईँ के भन्नु चाहनुहुन्छ उहाँले त भने टुक्कै हो व्यङ्ग्य नै हो होइन एउटा अब राष्ट्रपिता उहाँ भनेको त हाम्रो सम्माननीय प्रधानमन्त्री उहाँले त सानो बच्चालाई चक्लेट दिन्छ बाबु त घर बस चक्लेटले यहाँको कुरा गर्नुभयो क्या मतलब आन्दोलन त 20-21 दिन भइसक्यो नि त मन्त्री परिषदको बैठक हिजो पनि बसेको थियो सो हिजो के निर्णय आयो र तपाईँहरूले मान्नु भएन कि कोही के निर्णय आएको थियो त्यो एउटा पहिला एउटा बाघ आयो भने हजुर हामीले त 2 कक्षामै पढेको हो नि त होइन शान्तिपूर्ण आन्दोलन भएर होला तपाईँहरूको मागहरू सायद सरकारले नसुनेको के तिनकुनेको जस्तै हुनुपर्ने हो र हामी शिक्षकलाई त छुट छैन है हजुर हामीले भनेको ज्ञान दिने हो अनि 21-22 दिन भइसक्यो आन्दोलन गरिराख्नु भएको छ यस्तो घर घाम छ तपाईँहरूलाई गाह्रो भएको छैन गाह्रो किन नहुनु आफ्नै पैसा आफ्नै राष्ट्रिय परीक्षा बोर्डले त इक्जाम हुन्छ भनेर 12 को इक्जाम हुन्छ भनेर भनिसक्यो त अनि तपाईँहरू त जानुहुन्न अनि इक्जाम कसले लिन्छ त अनि अब लिने मान्छे त तयारी गर्नुभएको होला नि त अन्तिममा केपी ओलीलाई के भन्न चाहनुहुन्छ केपी ओलीलाई के भन्नु हामीले अब हाम्रो माग पुरा गरिदिएदेखि हामी आफ्नो विद्यालय फर्किन्छौँ अन्तिममा केपी ओलीलाई के भन्न चाहनुहुन्छ हाम्रो राष्ट्र प्रमुख हाम्रो राष्ट्रपिता हाम्रा बुवा हेलो नमस्ते वेलकम ब्याक टु माई युट्युब च्यानल मेरो लाइफ भ्लगमा र अन्स अगेन तपाईँहरूलाई स्वागत छ मेरो न्यू डे न्यू भ्लगमा सो यदि तपाईँहरू मेरो च्यानलमा नयाँ हुनुहुन्छ भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरी मसँग जोडिन सक्नुहुन्छ भन्दै आजको भ्लगको सुरुवात हुँदैछ माइतीघरबाट आज पनि माइतीघरबाट नै भ्लग सुरुवात हुँदैछ किनभने आज पनि बाटो खाली छ मास्टरहरूको आन्दोलन जारी नै छ आज पनि आन्दोलन जारी छ किन जारी छ भन्ने यसो बुझ्ने प्रयास गर्नेवाला छु म आज पनि होइन सो हिजो मात्र मन्त्री परिषदको बैठक पनि बसिसकेको थियो अनि शिक्षा मन्त्री विद्या भट्टराई सायद है शिक्षा मन्त्री विद्या भट्टराईले पनि राजीनामा दिइसक्नुभयो सो किन दिनुभयो त्यो अब सायद शिक्षकका मागहरू पुरा गर्न नसकेर नै राजीनामा दिनुभयो होला सो राम्रो हो होइन यो सक्दैन भने राजीनामा दिनु एकदम बेस्ट होइन मान्छु म तर त्यही गाइज आजको भ्लग चाहिँ म छोटो बनाउने कोसिस गर्दैछु त्योभन्दा धेरै लामो भ्लग हुन्छ कि 30-35 मिनटको भ्लग हुँदो रहेछ सो अनि त्यसलाई काट्दा पनि भ्याउ हुन्छ तर छोटो मिठो भ्लग बनाउने प्रयास गर्नेछु सो लास्टसम्म बस्नु होला र यदि मनपर्छ भने सब्सक्राइब पनि गर्नु होला सेयर पनि गर्नु होला यदि मन पर्दैन भने पनि सेयर सब्सक्राइब गरिदिनु होला कि गाइज सो गाइज म हिँडिसक्यो होइन यतादेखि अगाडि आन्दोलन भइरहेको छ अनि अहिले चाहिँ काठमाडौँमा लास्ट गरिन्छ त्यही भएर म छाता ओढेर हिँड्दैछु कालो हुन्छ भन्ने होइन कालो हुन्छ भनेर त होइन अलरेडी नै कालो छु बट तर होइन धेरै गर्मी छ क्या अरू दिन भन्दा पनि 27-28 डिग्री सेल्सियस छ त्यही भएर मैले छाता त सधैँ बोकेर आउँछु पानी पर्छ भनेर अस्तिदेखि पानी परिरहेको थियो नि जुन दिनदेखि मैले छाता बोकिने होइन गाइज त्यो दिनदेखि पानी पनि परेको छैन सो म त्यही भन्न चाहन्छु अनि छाता मसँग अलरेडी छ कि गाइज मैले कसैलाई मागेँ होइन फेरि यो अस्तिको जस्तो स्याउ मागेँ होइन मैले त्यो दिन त प्लेयरहरूलाई नमागेर हुन्छ स्याउ प्लेयरहरूले खान्न त मलाई दियो त मैले खाइदिएँ त त्यो पनि एउटा ऊ हो नि त बुझ्नुहोस् न सो गाइज होइन अगाडि पानीहरू दिइरहेको छ लाइक देख्न सक्नुहुन्छ अगाडि सो पानीको लागि सबै दौडिरहेको छ म पनि जान्छु होइन मलाई पानी पिउने मन लागेको छ उहाँसम्म पुग्नसम्म सकिन्छ होला मेबी लाइक म आन्दोलनको ठाउँ पनि पुगिसकेँ तर गर्मी छ नि त गाइज त्यही भएर सो म पानी माग्न जान्छु हल्का छाता बन्द गर्नुपर्ने हुन्छ तर त्यसको लागि हेर्दै हिँड ल मान्छे म त हानिदिन्छु फेरि तिनीहरूलाई पुग्न खोज्छ त्यो पानीहरू वितरण भइरहेको छ म पनि दौड्छु छाता बन्द सो गाइज
पानीको लागि यस्तो भइरहेको छ यहाँ होइन पानी एउटा बोतल पानी माग्न आऊ तर सब मास्टरहरू खोइ एउटा पानी मिलाउन हेलो सर सर यहाँदेखि चोरेर भागिरहेछ बच्चा बच्चीहरू होइन खोइ एउटा दिन्न एउटा खोइ दिने त थ्याङ्क यू सो मच पानीको लागि यस्तो भइरहेको छ होइन घामको महिना अब पानी त अब यस्तो खानुपर्छ पिउनुपर्छ पानी पिउनको लागि सब अहिले रोकिदियो हो यस्तो रोकेर कसैले त होइन पुरै बोरै बोकेर हिँडिरहेको छ मतलब त्यो पुरै मतलब मैले एक बोतल समातिसकेँ फेरि अर्को बोतल पनि माग्नुपर्छ होला माग्न त अर्को बोतल हो यस्तरी चोरिरहेको छ ओ पानी एक बोतल अर्को माग्नुपर्छ 2 बोतल अब उतासम्म चाहिन्छ नि त त्यही भएर लगाइज म अर्को बोतल पनि माग्छु नत्र सो गाइज लाइक देख्न सक्नुहुन्छ यहाँ मास्टरहरूको आन्दोलन जारी छ अनि त्यहाँ पानीहरू बाँडिरहेको छ मैले एउटा पानीको बोतल मैले चाहिँ 2टा पानीको बोतल पाइसकेँ एउटा यहाँ हातमा चाहिँ एउटा ब्यागमा राखेको छु पछि चाहिन्छ भनेर म भनेको यस्तो हो कि पछि चाहिन्छ भनेर पनि राख्नेवाला हो कि मतलब भविष्यको सोच्नेवाला हो नि त त्यही भएर मैले 2टा बोतल राखेको होइन अनि के भन्छ आन्दोलन जारी छ सायद गइरहेछ आज कसैलाई के सोध्न चाहन्छु होइन मतलब मास्टरहरूलाई मतलब हिजो मन्त्री परिषदको बैठक बसेको थियो खोइ निर्णय के भयो त्यो मलाई थाहा छैन नि त म सोध्न चाहन्छु बट यहाँ पानीको लागि त मरिहत्ते छ गाइज किन थाहा छ गर्मी यस्तो गर्मी छ पसिना हेर्नु त गाइज पसिना आइसक्यो नि त मलाई होइन पत्रकारहरू यता छ नि लाइक देख्न सक्नुहुन्छ यतातिर पत्रकारहरू हुन्छ पानीको लागि यस्तो मरिहत्ते गरिरहेको छ नि सो मैले चाहिँ 2 बोतल लगिसकेँ अझ 1 बोतल लैजाउँ भने पनि छ तर म लैजान्न म सो गाइज लाइक देख्न सक्नुहुन्छ अगाडि पुरा छाता ओढेर बस्नु भएको छ सबै शिक्षकहरू होइन लाइक के भन्छ म चाहिँ भाइरल शिक्षक मतलब जादुगर शिक्षकलाई खोज्दै हिँडेको तर भेटाएको छैन अहिलेसम्म जादुगर शिक्षक खोइ यार खोज्दा या जादुगर शिक्षकलाई हो होइन तर भेटाएको छैन अहिलेसम्म खोज्दै हिँडिरहेको छु सङ्घर्ष गरिरहेको छु म पनि जादुगर शिक्षकलाई भेट्न यस्तरी बदामहरू पनि छ गाइज होइन यहाँ खाने भए चाहिँ आउनु यहाँ बदामहरू पनि पाइन्छ काँक्राहरू पनि पाइन्छ सबै चिज पाइन्छ आउनु होला गाइज यहाँ चाहिँ उतादेखि आन्दोलन भयो मतलब भाषणहरू भइरहेको छ म चाहिँ खासमा जादुगर त्यो मास्टरलाई खोज्न लागेको हो नि त जादु देखाउनु नि त खतरा है त्यो होइन जादु देखाउने मास्टरलाई खोजाउन पहिला अनि पछि हुन्छ सब कुराहरू लाइक यस्तो यो छ नि रोड छ नि रोड लास्ट ताते छ होइन त्यही पनि बस्नु भएको छ यस्तरी कस्तो माया लागेर आउँछ कि गाइज मलाई म माया गर्ने मान्छे हो नि त त्यही भएर माया लागेर आउँछ कि गाइज होइन लाइक देख्नु सक्नुहुन्छ है एकछिन ल लाइक देख्नु सक्नुहुन्छ यसरी बस्नु भएको छ कि लास्ट घोर त्यही हो होइन लास्टै हो कि गाइज यो र यहाँ फोटो खिचाइ पनि भइरहेछ सो गाइज लाइक देख्नु सक्नुहुन्छ म शिक्षकहरूको आन्दोलनको बिचमा छु अनि यतातिर पछाडि बस्नु भएको छ सबै शिक्षकहरू होइन म यस्तो गर्मीले भन्छ म यति ऊ भइसकेँ फ्रस्ट्रेसन भइसक्यो क्या यहाँ गर्मीले गर्दा तर शिक्षकहरू 22 दिनदेखि 21 दिनदेखि फ्रस्ट्रेसन हुनु भएको छैन कि मान्नुपर्छ तर शिक्षकहरूलाई त्यही हो होइन म एउटा शिक्षकलाई केही सोध्न चाहन्छु लाइक देख्न सक्नुहुन्छ यस्तो मान्छे पनि आउनु भएको छ क्या शिक्षक यस्तो शिक्षक पनि आउनु भएको छ होइन तर कस्तो यार माया लागेर आयो सोम गाइज यार लाइक हेर्नु न अब यस्तो घाममा होइन म एउटा युवा मतलब के भन्छ म 18-19 वर्षको मतलब यस्तो गर्मीले यस्तो भइरहेको छ बट उहाँहरू होइन 40-45 वर्षको पनि यसरी आउनु भएको छ कि कसम होइन मान्नुपर्छ सोलुट छ कि शिक्षकहरूलाई तर होइन धन्यवाद गाइज हामीलाई इन्टरटेनमेन्ट मलाई यस्तो भएको बेला इन्टरटेनमेन्ट भयो धन्यवाद शिक्षकहरू अझै पनि फाइनली
मैले होइन यता एउटा शिक्षा क्षेत्रको दलीय हस्तक्षेप बन्द गर अनि यस्तै लेख्नु भएको छ। हामीसँग हुनुहुन्छ के भन्न चाहनुहुन्छ? ठिकै हो। म चाहिँ यो सबै शिक्षकहरूका नारा शिक्षकका माग मुद्दामा धेरै होला, तर म एउटै नारामा छु। शिक्षामा पूर्णतः व्यापारीकरण र निजीकरण अन्त्य होस्। एकै किसिमको शिक्षा होस्। एउटा गरिबले पढ्ने विद्यालय र विनोद चौधरीको छोराले पढ्ने विद्यालय एउटै होस्, यति भन्न आएको छ। हस्, धन्यवाद। अनि हिजो मतलब प्रधानमन्त्रीले भाषण सुन्नुभएको थियो, के भन्न चाहन्छ उहाँको भाषणलाई? हिजोको प्रधानमन्त्री हुने लायकको व्यक्ति नै होइन। हामी मूर्ख हो, उहाँलाई प्रधानमन्त्री बनाएर पठाउने हामी जनता मूर्ख हो। हामी सचेत हुनुपर्छ। उहाँलाई त के भन्ने मैले त्यस्तो खासै पदले सम्माननीय हो, तर सम्मान गर्न लायक व्यक्ति नै होइन। शिक्षा मन्त्रीले त राजीनामा दिनुभयो। शिक्षा मन्त्री केही गर्छु भन्न खोज्नु भएको थियो, पुनः उहाँले नि गर्न सक्नु भएन। तर उहाँले नि यहाँ आएर जवाफ दिनुपर्छ। म यो कारण गरेँ, म स्वास्थ्यको कारण मात्रै राजीनामा दिएको भन्ने बाहना बनाउनु भएको छ। होइन, म दबाब र प्रभावमा गरेर काम गर्न सकिनँ भनेर यहाँ आएर भन्न सक्नुपर्छ। सुराज उहाँले आफ्नो कुराहरू भन्नुभयो होइन। मतलब हो नि त, सही हो नि त। मतलब जनताले हामी जस्तो जनताले पढ्ने स्कुल र विनोद चौधरी नेता केपी ओली शेरदेउवा यस्ताका नेताहरूले पढ्ने छोराछोरीहरूको एउटै लेभलको स्कुल हुनु पऱ्यो क्या। मतलब उहाँको लग्जरियस त्यस्तो लाइक हुनु भएन नि त। उहाँले भन्नुभयो सही हो होइन, बट यहाँ लाइक सही हो होइन गाइस, त्यो एउटा नाराहरू छ। बट मैले अब अझै पनि केही लिन अरू टिचरहरूबाट पनि केही यस्तो एक्सपेक्टेसन, मतलब मलाई त्यति धेरै प्रश्नहरू त्यस्तो केही छैन। तर हिजो मतलब केपी ओलीको भाषण मैले पनि सुनेको थिएँ। बट के भने कि कसम ठिक मतलब प्रधानमन्त्रीले भएर होइन त्यतिसम्म गिरेर मतलब बोल्ने त होइन सायद कोही नहोला कि। सो गाइज मैले अर्को शिक्षकलाई पनि भेटिसकेँ। सो उहाँको आफ्नो कुराहरू पनि के छ देख्न सक्नुहुन्छ हाम्रो शिक्षक। सो हिजो केपी ओलीको भाषण सुन्नुभयो होला, के भन्न चाहनुहुन्छ त्यो भाषण? के भन्न चाहनुहुन्छ त्यो भाषण? उहाँले चाहिँ एउटा शिक्षा चाहिँ उहाँको चाहिँ निन्दनीय छ होइन। जस्तै हामी चाहिँ एउटा बुढी परिवारले यसरी चाहिँ हामीले चाहिँ आन्दोलन गरिरहँदा उहाँले चाहिँ हामीलाई जिस्काइरहेको जाइरहेको जस्तो देखिन्छ होइन। यदि हामीले तोडफोड गरेको भए हामीले यसरी चाहिँ हिडुङसँग जाएको भए सायद अहिले चाहिँ हाम्रो कम्पनी हो होइन, कुरा पनि हुन्थ्यो होला सायद। प्रचण्ड गर्ने कुरा हामी आएका छौँ। शान्तिपूर्ण एकदम चाहिँ अनि मतलब हिजो मन्त्री परिषदको बैठक पनि बसेको थियो नि त, के निर्णय आएको थियो र तपाईँहरूले मतलब मान्नु भएन? पनि आफ्नो राष्ट्रिय पेसाबाट चाहिँ बाह्र पेसाले सञ्चालन गरेको छ। शिक्षकहरूलाई चाहिँ हेर्नेको छैन। हामी मजाले निरन्तर आन्दोलन भन्छौँ र आन्दोलन पुरा भएर शिक्षा जारी गरेर हेरेका छ। हाम्रो दाबी छ यसरी चाहिँ सरकारले काम गरेर हालेर चाहिँ सन्तुष्ट हुँदैन। सरकारले काम गरेर आन्दोलन चलिरहन्छ। मतलब अब 21-22 दिन भइसक्यो नि त आन्दोलन भएको। शान्तिपूर्ण आन्दोलनले गर्दा सायद सरकारले मानेन कि तिनकुनेको जस्तै घटनाहरू घटाउनु पर्ने सरकारले खासमा के हो भने उसले चाहिँ के गर्न खोजेको भने अब त्यसरी चाहिँ हामीले एउटा बोली हामीले चाहिँ एउटा समाजको सभ्यता कायम गर्न खोजेको हो। हामीले शान्तिपूर्ण आन्दोलनबाट चाहिँ सोचेका छौँ। त्यसैले चाहिँ सरकारले त्यो जुन कुराहरू चाहिँ उहाँहरू चाहिँ के गरेर आउनु भएको हिंसा गरेर जनवादाहरूको चाहिँ सरकार चलिरहेको त्यस्तो उहाँले चाहनुहुन्छ। मान्छेलाई गणतन्त्र आफू उहाँले जन्माउन खोज्नु भएको छ। त्यसरी दुःखद कुरा हो। यो चाहिँ गणतन्त्रको सुन्दर पक्ष होइन। त्यसैले चाहिँ उहाँले बुझ्नुपर्छ। किनकि हाम्रा मागहरू विभिन्न क्षेत्रका विभिन्न आर्थिक स्थिति कमजोर भएर आउनु भएको छ। अहिले 81औं दिनसम्म चल्दा पनि उहाँहरू चाहिँ काम निकाल्नु एकदम देखिसकेको छ। हामीले हाम्रो लागि मात्रै होइन कि हाम्रो विद्यार्थीको लागि एउटा बुढीको लागि भोलि आफ्नो परिवारको लागि पनि यो चाहिँ एकदम आवश्यक छ। मजा आसन के लागि सुत्नु भएको छ। उहाँलाई चाहिँ हाम्रो के भाइको लगभग के भन्छ भने सरकार यदि तपाईँ सरकारले सहयोग हुन्छ भने तपाईँले चाहिँ
सरकारले नै सो गाइज फाइनल्ली मैले दुईवटा शिक्षकलाई मैले आफ्नो प्रश्नहरू जे थियो मेरो मनमा लागेको प्रश्नहरू चाहिँ मैले सोधेँ। सो अब अझै अरू शिक्षक भेटिन्छन् भने अझै मतलब के भन्छ मलाई क्वेसन धेरै आउँदैन नि त, म त्यस्तो पत्रकार पनि होइन, म एउटा सानो मतलब भर्खरको ब्लग क्रिएटर हो होइन। सो मलाई त्यो भित्र प्रश्नहरू पनि आउँदैन, मेरो हात पनि कामिरहेको हुन्छ, मतलब नर्भस फिल हुन्छ नि त। सो बुझ्नु होला त्यही होइन। 21, 22, 23 दिन भइसक्यो, अझै पनि शिक्षकको मागहरू सरकारले सुनिदिएन। घोर आपत्ति छ केपी ओलीको सरकारलाई। शिक्षा मन्त्रीले राजीनामा दिनुभयो, अब झन् कसले गरिदिन्छ त्यो थाहा छैन होइन। सो त्यही हो, नर्भस फिल हुँदो रहेछ गाइज होइन। प्रश्नहरू सोद्धा मलाई त्यति धेरै प्रश्नहरू पनि थाहा थिएन। त्यही हो, ऱ्यान्डमली हो कि मतलब ऱ्यान्डमली आएको मतलब ऱ्यान्डमली सोधिरहेको हो। शिक्षकमा यत्तिको पनि म खुसी छु, मैले भनेको उहाँले मानिदिनु भयो, शिक्षकले पनि खुसी छु। आई लभ यु भन्न चाहन्छु उहाँ शिक्षकहरूलाई। त्यही हो गाइज, अब मास्टरनीहरूलाई शिक्षक शिक्षिकाहरूलाई सोध्ने प्लान हो र कोही अब के हुन्छ हेरौँ न, अगाडि बढ्दै। सो गाइज है अहिले चाहिँ लगभग दिउँसोको 12 बज्न लागिसक्यो होइन। शिक्षकहरूको यहाँ आफ्नै आन्दोलन छ, मेरो आफ्नै छ, मतलब के भन्छ म आफ्नै भ्लगमा लागेको छु होइन। म आफ्नै भ्लगमा लागेको छु, उहाँहरू आफ्नै छ, मिडियाहरू आफ्नै छ, सबको आफ्नो आफ्नो मिडिया छ। यहाँ के भनिरहेको छ मलाई, तर पनि होइन यस्तो गर्ने प्रचण्ड घाममा आएर शिक्षकहरूले आन्दोलन गर्नुभएको छ। माया लाग्नुपर्ने, हाम्रो प्रधानमन्त्रीलाई माया लाग्नुपर्ने, प्रधानमन्त्रीलाई माया लागेन हाँसेर मात्र हिँड्ने भयो। चुनौती त पक्कै होला, डराउनु त भएन नि। चुनौती त पक्कै होला, डराउनु त भएन नि। गणतन्त्रमा राजतन्त्रकै शिक्षा छ भन्नेतिर ध्यान त गएन नि। गणतन्त्रमा राजतन्त्रकै शिक्षा छ भन्नेतिर ध्यान त गएन नि। किन होला अल्झाएको वर्षौँ वर्ष, किन होला अल्झाएको शिक्षकलाई वर्षौँ वर्ष। पक्कै पनि एक दिन त शिक्षा दिनै पर्छ, पक्कै पनि एक दिन त शिक्षा दिनै पर्छ। के बिग्रियो र त्यो दिन आजै आए, के बिग्रियो र त्यो दिन आजै आए। खुसी हुँदैन र शिक्षा कर्मचारीले न्याय पाए, खुसी हुँदैन र शिक्षा कर्मचारीले न्याय पाए। धन्यवाद। सर यो किन्नुहुन्छ 30 रुपियाँमा। अखिल नेपाल शिक्षक संगठन। सो गाइज मैले एउटा सानो बाबुलाई भेटेँ, तर कटन क्यान्डी किन्नुहुन्छ। कटन क्यान्डी आयो, कटन क्यान्डी मात्र 30 रुपियाँमा। कटन क्यान्डी किन्नुहुन्छ? म्याम किन्दिन्न बिचरा भाइको, किन्दिन्न प्लिज। 30 रुपियाँ मात्रै हो कि म्याम, किन्नुहुन्छ यो कटन क्यान्डी 30 रुपियाँमा मात्र। 30 रुपियाँ 30 रुपियाँ। कहिले किनेन के गर्नु। 30 रुपियाँ 30 रुपियाँ किन्नुहुन्छ? किन्नुहुन्छ यो 30 रुपियाँमा? किन्नु न। 30 रुपियाँ 30 रुपियाँ। सर किन्दिन्न एउटा सानो बाबुको अब माया लाग्छ भने। सो गाइज अब पुलिसलाई सोध्यौँ होइन। 30 रुपियाँ 30 रुपियाँ। सर सर यो किन्दिन्न 30 रुपियाँमा बाबुको। हेलो सरले केही रिप्लाई दिनुभयो होइन, ठिक छ धन्यवाद नबोलेकोमा। 30 रुपियाँ। यता यता हजुर बाचाहरू छ, बाचाहरू खान्छ कि बच्चाहरू छैन कि यहाँ? एउटा दुइटा छ। 30 रुपियाँ 30 रुपियाँ किन्नुहुन्छ? 30 रुपियाँमा यो नकिन्ने। 30 रुपियाँ हो। कहाँ बस्छौ यता? सिनामङ्गल। ल पछि भोलि भेट्नुपर्छ। ल ल चेस अझ एकचोटि। थ्याङ्क यू। सो होइन त्यो बाबुको म बेचाइदिनेवाला थिएँ, कसैले पनि किनेन। धन्यवाद नकिनेकोमा। यता असर मैले लास्टमा के भन्न चाहेँ भने अब बोर्डिङ भने चाहिँ एउटा हामी बोइलरको रूपमा हेर्छौँ, सरकारी भनेको चाहिँ एउटा लोकल कुखुराको रूपमा हेर्छौँ। त्यति भने चाहिँ नेपाल भाइ त्यहाँ इन्टरभ्यू त धमाधम भइरहेको छ कि धमाधम। कसम मलाई इन्टरभ्यू दिने मन थियो, तर मलाई क्वेसनै आउँदैन। मलाई क्वेसन कसैले देऊ न यार, लेखेर भयो भने म क्वेसन सोधिदिन्थेँ कि। यतिसम्म सिस्टम आएको होइन। पानी 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 पानी।
सो गाइज होइन मैले मास्टरहरूलाई त क्वेसन सोध्ने आर्ट गरेँ तर मास्टरनीहरूलाई क्वेसन सोध्ने आउट गर्न सकेन किन होला गाइज किन होला कि मैले कसम यार म मास्टरनीहरूलाई खोजिरहेको छु कि बाबाले क्वेसन सोधिन्थ्यो कि त्यस्तो मिठो मतलब होइन बाबाले त होइन तर मास्टरनीलाई त मैले सोध्नै सकेको छैन सो म त्यही पनि प्रयास गर्नेछु प्रयासरत छु होइन त्यही भन्न चाहन्छु मिडिया मैले पनि मिडिया समाज के भन्नु पऱ्यो के हो शिक्षकको आन्दोलनले जनतालाई पनि दुःख छ के भन्न चाहन्छु त ठिक छ सानो मान्छे ठुलो कुरा हुनसक्छ त्यही भएर म के भन्नु सो गाइज मसँग हुनुहुन्छ एउटा म्याम होइन उता पूर्वको म्याम हुनुहुन्छ सो उहाँले मिठो बोल्नुभयो कि मैले सो मिठो बोल्नुभयो त्यही भएर मलाई भ्लग बनाउने मन लाग्यो उहाँलाई केही हजुरको नाम नमस्ते भाइ धन्यवाद छ हजुर म भूमिका देवी मगर मेरो घर चाहिँ लेटाङ नगरपालिका पर्छ मेरो विद्यालय सुनाखाली माध्यमिक विद्यालयको म प्रधानाध्यापक मोरङ जिल्ला 25 सङ्ख्या नगरपालिका प्रधानमन्त्रीले हिजो मात्र शिक्षकहरूलाई व्यङ्ग्य गरेर अब टुक्काहरूमा भन्नुभएको थियो होइन सो त्यो विषयमा तपाईँ के भन्नुहुन्छ उहाँले त भने टुक्कै हो व्यङ्ग्य नै हो होइन एउटा अब राष्ट्रपिता उहाँ भनेको त हाम्रो सम्माननीय प्रधानमन्त्री होइन हाम्रो त अभिभावक हो नि त हामीले त उहाँलाई त अभिभावक मानेका छौँ होइन अब राष्ट्र प्रमुख हुनुहुन्छ उहाँले त हामीलाई त झन् इज्जत गर्नुपर्ने हामी सबैलाई समेट्नु पर्ने उहाँले होइन प्रधानमन्त्री भइसकेपछि त नेपालमा बसोबास गर्ने जुनसुकै पेसा जाति धर्म जे भए पनि होइन उहाँले हामीलाई चाहिँ संरक्षण गर्नुपर्छ खासमा भने तर उहाँले चाहिँ हामीलाई अलिकति अपमान गरे जस्तो होइन अलिकति हेयको दृष्टिकोणले बोले जस्तो लागेको छ कृपया उहाँले सुधारिदिनुहोस् होइन भाइको भ्लग मार्फत भए पनि सम्माननीय प्रधानमन्त्रीज्यूलाई म अनुरोध गर्न चाहन्छु त्यो पोस्टै त्यस्तै हो अहिले हामीले चाहिँ केपी शर्मा ओली प्रधानमन्त्री हुनुहुन्छ प्रधानमन्त्री त धेरैवटा आउनुभयो नि त होइन धेरैवटा हो तर अहिले त उहाँ नै हुनुहुन्छ नि त तपाईँ प्रधानमन्त्री भइरहँदा कृपया त्यो पोस्टको पनि कुर्सीको पनि इज्जत राखिदिनु होला प्रधानमन्त्रीज्यू हामी शिक्षकहरूलाई अपमान नगरिदिनुहोस् तपाईँहरूले नै दिनुभएको 2028 सालको शिक्षा ऐनमा टेकेर शिक्षा दिनुको दुष्परिणाम 28% भएको हो अहिले 2082 सालमा शिक्षा ऐन ल्याइदिनुहोस् अनि पनि हामीले परिणाम दिन सकेनौँ भने अनि हामीलाई जति गाली गरे पनि जति उखानले गाली गरे पनि टुक्काले गाली गरे पनि कविताबाट गाली गरे पनि गीतबाट गाली गरे पनि हामीले स्वीकारेका छौँ हजुर प्रधानमन्त्रीज्यू तपाईँले प्लिज यो विद्यालय शिक्षा ऐन 2082 चाँडै नै जारी गरिदिनुहोस् नत्र भने हामी सडकमै मर्न तयार छौँ सडकमै सुत्न तयार छौँ हाम्रो एकजना सर त शहीद पनि भइसक्नु भएको छ अझै कतिजना शहीद हुन बाँकी नै छ कृपया चाँडोभन्दा चाँडो हाम्रो माग सम्बोधन होस् हस्त धन्यवाद मतलब आन्दोलन त 20-21 दिन भइसक्यो नि त मन्त्री परिषदको बैठक हिजो पनि बसेको थियो सो हिजो के निर्णय आयो र तपाईँहरूले मान्नु भएन कि कोही के निर्णय आएको थियो त्यो एउटा पहिला एउटा बाघ आयो भन्ने कथा छ नि त हजुर हामीले त 2 कक्षामै पढेको हो नि त होइन हजुर 2मै हामीले ज्ञान पाइसकेको छौँ क्या त्यो चाहिँ हजुर अब हामीलाई पटक झुक्कायो क्या अब चाहिँ साँच्चीको बाघ आएको छ तपाईँ हामी त झुकिँदैनौँ अब नझुकिने अब चाहिँ शिक्षा ऐन नलिकन हामी घर फर्किँदैनौँ है हामी नझुकिने हो अब हामी यहाँ सडकमा जति दिन बस्नु परे पनि बस्ने पनि होइन 1 वर्ष भयो भने बस्नुहुन्छ बस्ने हामी 365 दिन भोकै बस्छौँ होइन ए यहाँ त सजिलो छ हो 2 छाक खानालाई एकछिन बसेर गीत गाइँदै नाच्दैन सबैजनाले 5 रुपियाँ 10 रुपियाँ दिनुहुन्छ क्या भोकाले मरिँदैन काठमाडौँ सडक त्यस्तो यहाँ भोकाले कोही मर्दैन 1 वर्ष कि 2 वर्ष बस्यो भने शिक्षा ऐन चाहिँ चाहियो क्या हामीलाई जसरी भने हाम्रो बालबच्चा अब भविष्यको पढाइको भविष्यमाथि खेलबाड गर्न पाइँदैन किनभने अहिले पनि कतिपय विद्यालयमा विज्ञापन खुलाएको हुन्छ क्या शिक्षक हजुर त्यहाँ शिक्षक जानुहुन्न त्यो त भविष्यको कर्णधारमाथिको चाहिँ भविष्यको खेलबाड हो नि त यो शिक्षकहरू चाहिँ अब एकदम यो शिक्षा क्षेत्र भनेको चाहिँ आकर्षण भन्दा पनि विकर्षण भइसकिसकेको छ अब अहिले भनेको हामीले एउटा इतिहास रच्ने बेलामा हामी पुगेका छौँ त्यसलाई चाहिँ हामीले इतिहास रच्नुपर्छ र शिक्षालाई आकर्षणको बिन्दु बनाउनुपर्छ अझै त्यसमा सामुदायिक विद्यालयलाई आकर्षणको बिन्दु बनाएर होइन त्यहाँ आउने शिक्षकहरूलाई ससम्मान पढाउने व्यवस्था हामीले गर्नुपर्छ राष्ट्रिय परीक्षा बोर्डले त इक्जाम हुन्छ भनेर 12 को इक्जाम हुन्छ भनेर भनिसक्यो त अनि तपाईँहरू जानुहुन्न अनि इक्जाम कसले लिन्छ त अनि अब लिने मान्छे त तयारी गर्नुभएको होला नि त हामी त के भन्छौँ भने परीक्षा पनि लिनु होला कति पनि काट्नु होला परीक्षा गर्नु होला नतिजा पनि दिनु होला तपाईँहरूले हामी शिक्षा ऐन जारी हुँदैन भने 4 लाख शिक्षकले राजीनामा सामूहिक दिन पनि तयार छौँ हामी बरु
सडकमा भिख मागेर खान्छौँ होइन बरु बारी हाम्रो खन्छौँ 10 नगरा खियाउँछौँ तर यो अपमानित भएर बाँच्न सक्दैनौँ हामी चाहिँ शिक्षकलाई हेर्ने दृष्टिबाट यति कमजोर भएको छ यति अपमानित भएको छौँ हामीहरू त्यसले गर्दाखेरि ससम्मान हुन्छ शिक्षक हामी पढाउन तयार छौँ किनभने शिक्षकले मात्रै भात खाएको छ र होइन शिक्षक मात्रै बाँचेको छ अरू पेसा गर्ने बाँचेका छैनन् भात खाएका छैनन् हामीले के पढाउनै पर्छ भने छ ससम्मान पढाउन हामीलाई वातावरण मिल्छ भने हामी पढाउन तयार छौँ नत्र भने 4 लाख शिक्षकले सामूहिक राजीनामा दिन्छौँ र महाश्रम शर्मा हाम्रो यो परीक्षा निर्णय कार्यालयको होइन मुख्य प्रबन्धक उहाँलाई चाहिँ म के भने निर्देशक थियो तपाईँले आर्मीलाई पुलिसलाई होइन अनि निजामती कर्मचारीलाई निजी विद्यालयकोलाई परीक्षा दिनु लगाउँदा हुन्छ हाम्रो त्यहाँ सहभागी हुने छैनौँ र कपी पनि उहाँहरूलाई परीक्षा गर्न लाउनु होला र नतिजा पनि उहाँहरूबाटै तपाईँहरूले देखाउनु होला हामी पनि हेर्छौँ नि त हामीलाई तपाईँले झन् साथ सपोर्ट गर्नुपर्ने कि हाम्रो झन् अपमान गर्ने महानिर्देशक थियो तपाईँलाई पनि मेरो तर्फबाट यहाँ भाइको भ्लगबाट भए पनि म के भन्न चाहन्छु भने तपाईँले हामी शिक्षकहरूलाई चाहिँ सम्मान गर्नुपर्ने हाम्रो माग मुद्दाबाट एकबद्धता जनाउनु पर्नेमा उल्टै तपाईँले पेल्नु भएकोमा त्यसमा पनि हामी चाहिँ घोर भर्सना पनि गर्दछौँ शान्तिपूर्ण आन्दोलन भएर होला तपाईँहरूको मागहरू सायद सरकारले नसुनेको के तिनकुनेको जस्तै हुनुपर्ने हो र हामी शिक्षकलाई त छुट छैन है हामीले भनेको ज्ञान दिने हो हामीले भनेको हाम्रो अनुसरणहरूले गर्ने हो क्या हामीले त सिकाउने हो नि त गुरुलाई त छुट हुँदैन यहाँ आन्दोलन गर्ने ढुङ्गामुढा गर्ने पेट्रोल टायर चलाउने गाडी तोडफोड गर्ने त्यो हामीलाई छुट हुँदैन र हामी त्यस्तो गर्दैनौँ पनि शान्तिपूर्ण वातावरणबाटै हाम्रो माग सुनाइ हुनुपर्छ हामीले सहने पनि धेरै सीमा हुन्छ होइन सहनुको सीमा जब टुट्छ अनि त्यस पछाडि भनेको के हुन्छ हामीलाई नै थाहा छैन अन्तिममा केपीओलाई के भन्न चाहनुहुन्छ हाम्रो राष्ट्र प्रमुख हाम्रो राष्ट्रपिता हाम्रा बुवा सम्पूर्ण नेपाली दाजुभाइ 3 करोड जनताको चाहिँ उहाँ अभिभावक हुनुहुन्छ कृपया एक पक्षलाई मात्र नहेरिदिनु होला सबै पक्षमा तपाईँको ध्यान जाओस् हामी सम्पूर्ण शिक्षकहरूको माग मुद्दा चाँडै सुनवाई गरिदिनु होला तपाईँलाई हाम्रो तर्फबाट त्यही भन्न चाहन्छौँ तपाईँ हाम्रो राष्ट्र प्रमुख हुनुहुन्छ अहिले त्यहाँ तपाईँ हुनुहुन्छ केपी बा हामी सबैका बा केपी बा हामी सबैका बा प्लिज हाम्रो माग सम्बोधन गरिदिनु होला हस् धन्यवाद घरमा तपाईँले के कुरा राखिदिनु भयो खुसी भएको त्यही भन्न चाहन्छु सो गाइस फाइनल्ली मैले अर्को शिक्षक पनि कर्मचारी पनि भेटिसकेँ सो उहाँको आफ्नो भनाइहरू के छ नाम मेरो नाम खत्री केपी वडा नम्बर 8मा काम गर्छु 9मा मेरो होइन मैले काम गरेको 48 सालदेखि 48/4/19 काम गरेको हालसम्म अब 30 वर्षमा हिँड्दैछु 35 वर्षमा मेरो 60 वर्ष अवधि पुग्छ त्यतिन्जेलसम्म मेरो पेन्सन उपदान यो केही तलब सुविधा यताउति केही व्यवस्था नभएको हुनाले आन्दोलनमा आएको हुँ अब सरकारले यो सबै पेन्सन उपदान व्यवस्था गर्छ कि भन्ने आशले पेन्सन आन्दोलनमा आएको केपी ओलीज्यूले त के भन्नुहुन्छ भने सडकमा नाचेछ जादु देखाएछ सुतेछ भन्नुहुन्छ के भन्न चाहनुहुन्छ उहाँको त्यो देखावटी कुरा हो होइन अब यहाँ हाम्रो हिसाबले अब अर्बौँको कुरा छ होइन अब पेन्सन उपदान पेन्सन बस्नेवाला अरू नयाँ जानेवाला नयाँ राख्नेवालालाई त अर्बौँको कुरा छ नि त उहाँले त सानो बच्चालाई चक्लेट दिन्छ बाबु त घर बस चक्लेट ल्याएको कुरा गर्नुभयो क्या त्यो सिरियसली लिनुभएको छैन उहाँले बच्चा खेल्ने आज केपी ओलीजीले होइन त्यसमा हामी असहमति छौँ क्या अब हामीलाई चाहिँ अब अर्थक मागे होइन हामीले 11-12 बजे माग छ होइन त्यही माग अनुसार दिए हामी खुसी छौँ भन्ने मेरो विश्वास छ अनि आशा छ त केपी ओलीको सरकारले तपाईँहरूको माग पुरा गर्छ भन्ने खै अब आशा त के हुनु अब यसपालिकोमा आधी भनौँ न 11-12 बुधेमा 6 बुधे
सम्म गर्देला भन्ने आश चाहिँ छ। अनि 21-22 दिन भइसक्यो आन्दोलन गरिराख्नु भएको छ, यस्तो घाम छ, तपाईँहरूलाई गाह्रो भएको छैन? गाह्रो किन नहुनु, आफ्नै पैसा आफ्नै अब यस्तो घाममा टन्टलापुर घाममा आएर पानी भन्दैनौँ, हुरी भन्दैनौँ, बतास भन्दैनौँ होइन, हामी आफ्नो निरन्तर आइरहेछौँ। तैपनि उहाँको कान खोल्या छैन के, कान बन्द भएको छ, कान सुन्नु भएको छैन, कहिले कान खोल्ने हो थाहा छैन। अब हामी चाहिँ खोल्ने आशमा छौँ क्या, जेपीको सरकारको कान कहिले खोल्ला त्यही प्रतीक्षामा छौँ हामी चाहिँ। अन्तिममा केपी ओलीलाई के भन्न चाहनुहुन्छ? केपी ओलीलाई के भन्नु, हामीले अब हाम्रो माग पुरा गरिदिएदेखि हामी आफ्नो विद्यालय फर्किन्छौँ भन्ने आश चाहिँ छ। धन्यवाद हजुरले। थ्याङ्क यू। सो गाइज फाइनल्ली मैले शिक्षकहरूको मलाई दिमागमा ऱ्यान्डमली मैले शिक्षकहरूलाई सोध्ने प्रश्नहरू मैले सोधेँ, मतलब मेरो दिमागमा जे निस्किन्छ ती सोधेँ, उहाँहरूले भन्नुभयो। म खुसी लागेको छ किनभने मलाई म खासमा त्यही भएर म यहाँ आन्दोलनमा आएको थिएँ। सो त्यही हो गाइज। अनि भिडियो कस्तो लाग्यो प्रतिक्रिया दिनु होला भन्दै अनि आजको भिडियो यहीँ इन्ड गर्न चाहन्छु। यदि भिडियो मन पऱ्यो भने लाइक कमेन्ट सेयर सब्सक्राइब गरिदिनु होला भन्दै भिडियो इन्ड गर्न चाहन्छु। बाइ बाइ गाइज, अर्को भिडियोमा भेटौँला। टेक केयर सबैजना, माया छ।